हेलो एन्ड नमस्ते सबैलाई। आज 2082 सालको दशैं घरबाट 7 समुद्र पारी परदेशमा मनाइयो। हरेक दिन त चाँडो उठ्ने मान्छे आज त दशैं पो हो त अलमलाई नै होलिडे दिनुपर्छ जस्तो लाग्यो। अनि यो बेला त घरको मेमोरी भने एकदम स्ट्राइक गर्छ। ड्याडीले उठाइ अब त पाहुना आउने बेला भयो, नत्र सिस्नो पानी ल्याएर उठाउँछु भनेको याद आयो। यति भनेपछि म डराएर बिउजिए। दिनको सुरुवात मेडिटेसन बाउलबाट भयो अनि सूर्य नमस्कारबाट पूजा गरेर माइन्ड फ्रेस गरियो। त्यसपछि आज नेपालीको शुभ दिनमा नेपालमा स्टिल कपमा चिया पिएको यादमा चिया र पफ खाँदै किनमेलतिर लाग्यो। बीच बाटोमा म मस्त गाना गाउँदै आइपुगे एसएन ग्रोसरी। यहाँ आजलाई चाहिने सबै सामान लिएर घर गयौँ। घर आएर त सबैजना बिजी, कोही घर सफा गर्ने, कोही किचनमा आजको प्रोग्रामको प्रिपरेसन गर्दै। अब त आइरन लगाएर कपडा फ्रेस गरेर अनि मोइस्चराइजर, सनस्क्रिन, हेयर सेरम, जेल लगाएर ग्लो अन पोइन्ट भयो। अब त दशैंको ग्लो फिल्टर बिना नै ल्याउनु पर्यो नि, हैन र? प्रोग्रामतिर लाग्दा मुड अलरेडी हाई थियो। दशैंको बेला ब्यान्ड बाजा बजाएको भित्र के छिरेको माहौल अलरेडी जमिसकेको रहेछ। म भने यो वर्ष चाहिँ अल्कोहल नखाई पनि रमाइलो गर्छु भनेर आफैलाई वचन दिएको थिएँ। अनि त्यो माहौलबाट साइड लागे। उद्घोषक ज्यूको 2 वचन सुन्दै टीका प्रोग्राम सुरु हुन्छ। दशैंको सबैभन्दा अफिसियल प्रुफ त फोटो नै हो। अब खाना टाइम। व्हाट्सएपमा अलरेडी प्लान भएको थियो सबैको घरबाट आफ्नो मन परेको डिस ल्याउने। हाम्रो घरबाट मासु, चिउरा, अचार, स्न्याक्स परेको थियो। अब टेबल त एकदम रोयल बफेट जस्तो देखियो। अनि गाउँले भाकामा म 2 लाइन त गाउनै पर्यो भनेर गाउन थाले। अब कम्मर त अटोमेटिक हल्लिन थाल्यो अनि नाचगान पनि भयो। अब आउँछ आजको मेन इभेन्ट। तास भनेपछि हुरुक्कै हुँदैन सुरु हातमा एक ट्रायल आयो। त्यसपछि के भयो मेरो रियाक्सनले बोल्छ। ल हजुर, यसरी नै मनायो यो समुद्र पारीको देशमा दशैं। घर जस्तो त कहिले हुँदैन, तर साथ सङ्गीको मुस्कान, गीत सङ्गीत, खानपिनले त यो दशैं एकदम स्पेसल बन्छ। दशैं भनेको फेस्टिभल मात्र होइन, याद, रमाइलो अनि आफ्नै कल्चरलाई परदेशमा बचाएर जीवित राखेको एक सेलिब्रेसन हो। सबैलाई दशैंको धेरै धेरै शुभकामना। हरे कृष्ण।